Welcome to Nishal Vlog. Like, share, and subscribe. हेलो एभ्रिवान आज चाहिँ हाम्रो यहाँ रुरल क्याम्पको 5औँ दिन छ जुन ग्रामीण शिविर अनि आज चाहिँ हामीले यहाँ नाटक प्रदर्शन र नृत्य प्रदर्शन गर्छौँ अनि अब भोलि चाहिँ हामी सुर्खेत फर्किने हो अनि आज चाहिँ अब हाम्रो यहाँ बाल विवाह त्यसपछि बहुविवाहसँग रिलेटेड एउटा नाटक हुन्छ त्यसपछि रमाइलोको लागि डान्स छ आज चाहिँ अब सबै गाउँमा यहाँ एकजना बित्नु पनि भएको रहेछ त्यही भएर चाहिँ दिउँसो हुने भन्ने थियो अब उहाँहरू चाहिँ 3-4 बजी मलामीबाट फर्किनुहुन्छ अनि त्यसपछि आएर चाहिँ हामी यहाँ अरू काम गर्छौँ अनि यो भेरीमा जाँदादेखिकै भेरीमा जाँदै पौडी खेल्ने ढङ्ग नभए पनि चोट लगाउँदै आउँदै गर्नाले यहाँ मान्छे पनि कालो भएर बिग्रिसक्यो अनि यहाँ चाहिँ बत्ती पनि छैन पानी पनि छैन यो ब्राहताल एउटा नट छ का प्रतिनिधिहरूले के गर्नु पर्यो गर्मी साह्रै गर्मी छ यहाँ भेरीको पानी यहीँ तल छ माथि पानी छैन लिफ्टिङको लागि केही गरिदिन पर्यो हामी यहाँ एक हप्ता बस्दा त्यस्तो गाह्रो भयो यहाँ बस्ने बासिन्दालाई के भयो होला भन्ने त हुन्छ नि त यो यताको चलन चाहिँ जस एकदम राम्रो रहेछ 105 गर्दै छ सबैले आज जुठो बार्नुहुन्छ अरे त्यहाँ बिहान भन्दै हुन्थ्यो हामीले चाहिँ यहाँ छिमेकी पनि बनाएको छौँ अब चाहिँ एकछिनमा हाम्रो नाटक प्रदर्शन हुन्छ अझ रिहर्सल हुँदैछ त्यो हेरौँ त्यसपछि चाहिँ रियल नाटक हेरौँ ल अनि भोलि चाहिँ हामी सुर्खेत फर्किन्छौँ अनि हाम्रो आजको दिनको सुरुवात चाहिँ बिहान कफी एस्प्रेसोबाट सुरु भयो जुन चाहिँ हाम्रो साथीले मोक्का पट अनि कफी सबै यहीँ वीरेन्द्रनगरदेखि लगेर गएको थिएँ अनि त्यो चाहिँ ग्यास भयो त्यहाँको सिलिन्डर पनि थियो कफीको लागि थ्याङ्क यू सिरिस त्यसपछि दिउँसोको खाजा थियो हाम्रो पानीपुरी त्यही बनाएर हाम्रो साथीहरूले चाहिँ पानीपुरी बनाए अनि पानीपुरी खायौँ त्यसपछि फेरि हामी साइडको छिमेकीको घरमा गएर रोटी र बन्दा आलुको अचार बनाएर खायौँ केराको पातमा खाएको रमाइलो भयो जे होस् अनि हाम्रो प्रोग्राम सुरु भयो रेडी भएर कार्यक्रम सुरु गर्न लागेको नाटक डान्स सबै अहिले चाहिँ 6 बजिसकेछ साँझको त्यहाँ छ हाम्रो अरू साथीहरू टिम आजको हाम्रो एक्टरहरू डान्समा नाटकमा सिङ्गल डान्स पनि हो कि होइन सिङ्गल डान्स यो जबरजस्ती हो तर पनि राम्रै गरिरहेछौ 2-4 शब्द मुकेश वाउ इंग्लिश हाम्रो निसलले चाहिँ यस्तो गर्मी गर्नेमा यस्तो ग्राउन्ड भयो सब लाइक सब्स्क्राइब एन्ड कमेन्ट फिडब्याक हैन गर्नु होला ढुक्कसित अनि यो चाहिँ हामीले सुरुमा यसो वार्म अप जस्तो सबैजनालाई एक ठाउँमा बोलाउनलाई उहाँहरूले चाहिँ गीत गाइराख्नु भएको थियो अनि एकछिनपछि सबै गाउँको मान्छेहरू आउनुभयो मलामीबाट अनि हाम्रो कार्यक्रम चाहिँ सुरु भयो भनेको यो उसको अँगालोमा चाहिएन अब तिम्रो अँगालो चाहियो मलाई इस लगिस यहाँ देखाइन सलमान खान जस्तो लाग्छ नि सलमान खान छ आज यो अहिले भएको प्रोग्राम भइरहेछ जुन यो फिनिस भयो हैन अफिसियली ठिकै छ यार हाम्रो चाहिँ भनौँ अब नट गुड नट ब्याड हैन यस्तो हो अब फर्स्ट टाइम थियो नि त हाम्रो फर्स्ट टाइम थियो तर बवाल थियो है हैन हो त्यही भएर ल यसै गरी गाइजहरु हाम्रो चाहिँ ए हो ल हाम्रो चाहिँ उ के भन्छ गाना कट अफ भएको थियो तर फेरि यहाँ निरन्तरमा लिएर आएछन् त्यही भएर अब चाहिँ ल हामी फेरि भेट्ने छौँ केही समयपछि हाम्रो कार्यक्रम चाहिँ यही सकेको छ अब भोलि चाहिँ हामी सुर्खेत जान्छौँ बाई फर्किने